नमस्ते अनि वेलकम हजुरहरु सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत गर्दछु। र आजको भिडियोमा चाहिँ म पोइन्टसिटिया लालुपातेलाई कटिङ गर्न गइरहेको छु। र यो चाहिँ मैले लास्ट मन्थ कटिङ्सहरु राखेको थिएँ, जुन चाहिँ धेरै जस्तोले चाहिँ जराहरु हानेको रहेछ। र मैले सबैलाई चाहिँ नउखालेर केही 12-13 वटा जस्तो उखालेर चाहिँ भिडियो बनाउनको लागि चाहिँ उखालिराखेको छु। र तपाईहरु देख्नुहुन्छ सक्नुहुन्छ। म चाहिँ पटिङ गर्नुभन्दा अघि जहिले पनि सफा पानीले जराहरु एकदमै राम्रोसँगले सफा गर्छु। सबैले गर्दैन यसरी, सबैको आफ्नो आफ्नो हुन्छ रोप्ने तरिका, तर म चाहिँ यसरी नै गर्छु। जहिले पनि रोप्दा सफा पानीले जराहरु एकदमै राम्रोसँगले सफा गर्छु, त्यहाँदेखि खाली म पटिङ गर्छु। तपाईहरु देख्न सक्नुहुन्छ। र म चाहिँ एकदमै एक वटा गर्दै बिस्तारै हतार नगरिकन जरालाई सफा गरिरहेको छु। अब सबै जस्तै नै सफाहरु भइसक्यो। जरा हानेको मेरो पोइन्टसिटिया लालुपातेको कटिङ्सहरु र अब चाहिँ खाली दुईटा रहेको छ। त्यहाँदेखि दुईटालाई पनि मजाले सफा गरेर जरा त्यहाँदेखि चाहिँ बिस्तारै एक वटा गर्दै कटिङ गर्नुपर्छ। र यो लास्ट हो, सक्यो। अब चाहिँ कटिङ गर्नुपर्छ। र सबै जराहरु सफा गरिसकेर चाहिँ अब म पटिङ गर्दैछु। र पटिङ गर्दा चाहिँ म चाहिँ यो गाईको मल र डिकम्पोज लिफ मल दुईटा मिक्स गर्छु। र यसमा चाहिँ मैले साफ फङ्गिसाइड पनि कम्ती गरेर खेलाउँछु, ज्यादा त हैन, कम्ती, एकदमै कम्ती युज गर्दै साफलाई पनि त्यतिकै हाल्छु। र हामीले जुन चाहिँ फर्स्ट स्टेज हुन्छ पटिङको, त्यसमा चाहिँ भर्खर जरा हानेको जति पनि कटिङ्सहरु हुन्छ हामीले उखालेर ल्याउँछौँ। तिनीहरुलाई चाहिँ एकदम टाइट गरेर चाहिँ रोप्नु हुँदैन, किनभने टाइट गरेर हाल्यो भने चाहिँ कुहिने डर हुन्छ। र लास्ट इयर मेरो सेम त्यस्तो भएको थियो। फर्स्ट पटिङ गर्दा यसरी मैले सबै जराहरुलाई एकदमै टाइटसँगले मलहरुले हालेको थिएँ। त्यतिबेला चाहिँ मेरो पुग्यो, कतिवटा फुलहरु पुग्यो। त्यो भएर चाहिँ मैले त्यहाँदेखि चाहिँ एकदम हल्का माथिबाट चाहिँ जरा हानेको जति पनि एरियाहरु छ तिनीहरुलाई चाहिँ एकदम कम्ती मल हालेर त्यति साह्रो टाइटसँगले चाहिँ रोप्दिनँ। त्यो हुँदा चाहिँ मेरो एकदमै राम्रोसँगले सक्सेस पनि भयो र ग्रोथ पनि एकदमै राम्रोसँगले भएको थियो। र योपालि पनि म सेम त्यसै गर्छु। जरा हानेको जति पनि एरियाहरु छ तिनीहरुलाई चाहिँ एकदम टाइट नगरेर अलिकति हल्का माटो हाल्नुपर्छ, मल।